नमस्कार साथीहरू सबैजनालाई नमस्कार। आज म तपाईहरुलाई देखाउन गइरहेको छु रोमानियाको मेट्रो कसरी चढ्छन्, कसरी हिँड्दो रहेछन् भनेर देखाउँदै छु। र अर्को कुरा चाहिँ नेपालमा रहनुभएका आमा बुवाहरूले, दाजुभाइ दिदीबहिनीहरूले के रे जमिन मुनिबाट रेल चल्छ भन्दाखेरि अचम्म मान्नुहुन्छ। त्यही भएर आज यसो म तपाईहरुलाई देखाउन गइरहेको छु। जानी नजानी बनाएको छु साथीहरू, हेर्दिनु होला, माया गरिदिनु होला। रोमानियामा चाहिँ मेट्रो जमिन मुनिबाट मेट्रो कसरी चल्छ भनेर तपाईहरुलाई देखाउन गइरहेको छु। त्यसको लागि अलिकति समय लाग्छ। म मेरो रुमदेखि अलि अगाडि छ, त्यही भएर जाँदै छु, हेर्नु होला। अनि आमा बुवाहरूले चाहिँ कस्तो अचम्म मान्नुहुन्छ के, जमिन मुनिबाट हिँड्छ र भन्ने खालको हुन्छ नि, हो त्यस्तो टाइपको कुरा गर्नुहुन्छ। अनि त्यही भएर चाहिँ उहाँहरूलाई यसो हेर्नु होला। अब नजानेको मान्छेहरू, थाहा नभएको मान्छेहरूलाई चाहिँ गराएको साथीहरू। यो चाहिँ मेरो रुम अगाडिको बाटो हो। यो बाटोलाई ट्याक्क कसेर जानुपर्छ, बाटो काटेर चाहिँ पारि जानुपर्छ। यो चाहिँ रुमको अगाडि मेरो साथी ठुलो चोक छ कि, यहाँ हेर्न सक्नुहुन्छ। यो चोकदेखि बाटो काटेर ट्याक्क पारि गएर बस लाग्छ, अनि बाटो काट्नै पर्छ। हेर्न सक्नुहुन्छ सब साथीहरू। रोमानियामा चाहिँ अहिले हिउँहरू सकिएर हिउँहरू भ्याइएर चाहिँ घाम लागिराखेको छ, तातो मौसम। यस्तो राम्रो मौसम छ आजभोलि चाहिँ, राम्रो मौसम सुरु भइसकेको छ। देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ जेब्रा क्रस हो। जेब्रा क्रसमा लाइट नबोलिकन हिँड्न मिल्दैन। ल हेर्न सक्नुहुन्छ, थोरै चाहिँ हिँड्नुपर्छ कि, बिहानमा हुन्छ नि यस्तो पुरा वर्किङ गरे जस्तै हिँड्नुपर्छ है। ल हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ मेट्रो हो, जमिन मुनिबाट हिँड्ने रेल, हामीले चाहिँ त्यही भन्छौँ, जमिन मुनिबाट हिँड्ने रेल। यहाँ चाहिँ यतानिर बस, यहाँबाट टक्क निस्किने मान्छे निस्केर चाहिँ यहाँबाट बस लाग्छ। त्यो बसहरूबाट बसेर अन्त जाने ठाउँमा सम्पर्क छु। ल यसलाई चाहिँ मेट्रो भन्छ विदेशमा चाहिँ। ल देख्न सक्नुहुन्छ साथीहरू, म चाहिँ मेट्रोदेखि तल मुनि जमिनतिर जाँदैछु। ल हेर्न सक्नुहुन्छ, यो जमिन मुनि अब म लागेँ, हेर्नुहोस् ठ्याक्कै जमिन मुनि नै हुन्छ। अब सोरुमहरू खोलेर बनाएको हुन्छ। अनि यो भित्र चाहिँ ट्रेन चल्छ। ट्रेन कसरी चल्छ अब हेर्दै जानु होला। यो चाहिँ अगाडि, यो अलि अगाडि पर्छ। अब यहाँदेखि ट्याक्कै भित्र छिरेपछि यहाँ गेट हुन्छ। गेटमा यी मान्छेहरू अगाडि गइरहेछ। यो गेट हुन्छ, ट्याक्कै गेटबाट त्यो हरियो बत्ती बलेको ठाउँबाट चाहिँ जाने हो, भित्र जाने हो। त्यसको लागि यतापट्टि टिकट काउन्टर छ, यो टिकट काउन्टर हो। र टिकट नकाटेर ब्याङ्कको खाता हुने नि, त्यो एटिएमले पनि काम गर्छ साथीहरू। टिकट किन्न पर्दैन नि त। मैले चाहिँ मेरै ब्याङ्कको एटिएम छ, अनि त्यही युज गर्छु। ल हेर्नुहोस् है, ल मैले कार्ड लगाएँ, ट्याक्क खुल्यो। 5 रुपियाँ 5 चाहिँ काट्छ साथीहरू अचल। पहिला 3 रुपियाँ काट्थ्यो, अहिले चाहिँ बढेर 5 रुपियाँ। जे पनि महँगीको छ साथीहरू। ल हेर्न सक्नुहुन्छ, कताबाट कहाँ जाने डिरेक्सन भन्ने डिरेक्सनहरू बताएको छ यतातिर चाहिँ। यहाँभित्र छिर्यो भने चाहिँ मान्छेहरू हरान्न, कतै पनि हरान्न। पढे लेखेको मान्छे हुनुपर्छ, यहाँभित्र हराइँदैन। ल हेर्न सक्नुहुन्छ, अझै मुनि गएँ म, अझै तल गएँ। जे भयो नि अलिअलि पढाइ लेखाइ हुनुपर्छ। कतातिर जाने हो नाम थाहा हुनु पऱ्यो नि त। आफू जाने नाम थाहा भए पो बल्ल जान सकिन्छ। यो चाहिँ पारिपट्टिको चाहिँ उताबाट देब्रेपट्टि साइड हो। म अहिले दाहिनेपट्टि साइडमा उभिएको छु। पारिपट्टि चाहिँ देब्रेपट्टि साइड हो। यो दाहिने साइडबाट जान्छ, देब्रे साइडबाट आउँछ। यो फेरि विदेशमा चाहिँ ठ्याक्क उल्टो हुन्छ क्या। हाम्रो नेपालमा देब्रेबाट जान्छ, दाहिनेबाट आउँछ के अरे। अनि यहाँ चाहिँ दाहिनेबाट जाने, देब्रेबाट आउने सिस्टम हुन्छ। ल हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ रेलको लिक हो, अन्डरग्राउन्डिङ मेट्रो रेलको लिक हो। ल हेर्न सक्नुहुन्छ।
सेम रेलै हो साथीहरू। यो हेर्नुहोस् यति नम्बरको रेल भन्ने हुन्छ। ल देख्न सक्नुहुन्छ साथीहरू म जाने रेल चाहिँ आइसक्यो। ल म यसमा चढ्छु र चढेर चाहिँ म जान्छु साथीहरू। ल देख्न सक्नुहुन्छ है हजुरहरूले यो मेरो म जाने रेल आएको छ मेट्रो। यो भित्र चाहिँ भिडियो खिच्न दिँदैन होला साथीहरू, त्यही भएर म चाहिँ देखाउँछु मात्रै है। ओके गाइस ल हेर्नुहोस् अलिअलि धेरै देखाउन त पाइएन साथीहरू। ल हेर्नुहोस् है मेट्रो रोमानियाको रेल जमिन मुनिको रेल हेर्नुहोस् है सबैजनाले। ल ढोका बन्द भयो। अब म चाहिँ बाहिर निस्किसकेँ साथीहरू। बाहिर निस्केर चाहिँ अब यहाँबाट चाहिँ चेन्ज गर्नुपर्छ, अर्को मेट्रो चेन्ज गर्नुपर्छ। अनि चाहिँ अर्को मेट्रो चेन्ज गरेर अनि बल्ल फेरि हेर्न गइन्छ। ल देख्न सक्नुहुन्छ म माथि निस्किँदैछु। यसभन्दा अगाडि चाहिँ जानुपर्छ अनि त्यसपछि चाहिँ माथि निस्केर फेरि तल जानुपर्छ है। यो चाहिँ यतानिर चाहिँ डिरेक्सन हुन्छ कतानिर कहाँनिर जाने भन्ने, कतातिर कुन मेट्रो चेन्ज गर्ने भन्ने हुन्छ। अलिअलि पढाइ लेखाइ चाहिँ जान्नुपर्छ साथीहरू है। यसो बुझेर आउनु होला। रोमानिया आउने मान्छेहरू पनि हुनुहुन्छ होला, साथीभाइहरू दिदीबहिनीहरू हुनुहुन्छ होला। अलिअलि के कसो हो होइन, सिम्पल कुरा त जान्नु पऱ्यो नि त। आइसी गाह्रो हुन्छ। एक्लै झन् कम्पनीमा जानु पऱ्यो, कम्पनीको काम कम्पनीमा टाढा र बस्ने टाढा भयो भने चाहिँ मेट्रोबाट हिँड्नु पऱ्यो भने अलिक समस्या हुन्छ। सिकिन्छ साथीहरू, बिस्तारै सिकिन्छ। मैले पनि झ्यापै सिकेको त होइन, म पनि आएको 2 वर्ष भयो, बल्ल जान्दैछु अलिअलि है। अलिअलि हिँड्दैछु, त्यही भएर सायद म त हराउँदैन कोही पनि, हजुरहरूलाई पनि देखाउँदैछु, नहराउनु होला है। हेर्नु कहाँनिर कति नम्बरको मेट्रो लाग्छ भनेर देखाउँछ। अब यहाँदेखि तल जानुपर्ने हुन्छ, ट्याक्क तलनिर झर्ने। तल झरेपछि फेरि चेन्ज गर्नुपर्छ। यो त म हिँडिराखेको बाटो हो, त्यही भएर म तपाईँलाई देखाउँदैछु। हेर्न सक्नुहुन्छ यहाँदेखि सर तल झर्ने, उताबाट दुगुर्दी गए पनि हुन्छ र मलाई चाहिँ यतिबाट तपाईँहरूलाई देखाउनको लागि यहाँबाट हिँडिरहेको छु। ल साथीहरू म चाहिँ झर्दैछु। ल हेर्नुहोस् रोमानियाको मेट्रोमा सरर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 
छ देब्रेपट्टिको साइडबाट म जाने हो। ल हेर्नुहोस् यस्तै झर्नुपर्छ, जहाँ हेऱ्यो फेरि उस्तै हुन्छ कि, जहाँ हेऱ्यो उस्तै। तपाईँ यहाँनिर आएर बस्नुभयो उस्तै, अर्को ठाउँ चेन्ज गर्ने हो उस्तै, जमिन हो नि त, त्यही भएर जता हेऱ्यो उतै। ल मेरो म जाने मेट्रो आयो, हेर्न सक्नुहुन्छ, रेल आयो, म जाने रेल। सर यो रेलमा बसेर चाहिँ म जान्छु। अब रुमतिर फर्किनु पऱ्यो नि त, म एकतिर त आइसकेँ, अब फेरि फर्किनु पऱ्यो। ल म मेट्रोबाट झरिसकेँ, मेट्रोबाट झरेर चाहिँ माथि निस्किँदैछु। ल हेर्न सक्नुहुन्छ हजुरहरूले, रोमानियाको सानो भ्लग देखाएको तपाईँलाई है, सानो भ्लग, अलिकति इन्फर्मेटिभवाला देखाएको। यस्तो पनि हुँदो रहेछ भनेर हेर्नुहोस्, कहिले नदेखेका ठाउँ, कहिले नदेखेको चिज यहाँ आएर देख्न पाइयो साथीहरू। ल यहाँदेखि चाहिँ अर्कोमा चेन्ज गर्नुपर्छ र म चाहिँ अब रुमतिर निस्केँ साथीहरू। अब चाहिँ मेरो मेट्रोको यात्रा चाहिँ समाप्त भयो आजलाई। म फेरि पनि देखाउने छु अझै राम्रो तरिकाले। सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धेरै त देखाउन पाएन, राम्रो पनि देखाउन पाएन, अलिअलि यस्तै छ हेर्नुहोस्। अलिअलि मैले जानेको बुझेको मात्रै देखाएको हजुरहरूलाई। धेरै धेरै धन्यवाद सबैजनालाई। ल म चाहिँ बाहिर निस्केँ साथीहरू, आजको दिनमा चाहिँ यति नै। फेरि भोलि म अर्को भिडियो लिएर आउनेछु। अहिलेको लागि धन्यवाद।